लाने अब यहाँ राख्दैन भने डरहरू अहिलेसम्म डर सुधार गृहमा रहेका धेरै थर सुरुमा संचालकले पछि कुट्छन् भने हामीसँग बोल्न समेत डराए। न्युजको अहिले चाहिँ पिट हुँदैन, पहिला चाहिँ एउटा यो पिट्ने, अब ढोका थुनेर राख्ने, पहिला थुनेर राख्ने, अब पिसाबभित्र पिसा पेट्ने, अब सबैमा टयर जानु नपाउने, सबै कुरा यहाँ डर लाग्छ। यो तिमीहरूको घर होइन, यहाँ माथिबाट चिया लिएर तल आउँदा तिमीहरूको हातबाट तिमीहरू लड्यौ भने हातको उपचार खुट्टाको उपचार हुँदैन। त्यो ग्लास त्यो कप किन खसालिस भनेर त्यतिकै भाँचेको हातले 1000 पुतली गर्नुपर्छ, 1000 फ्रक्सिजर गर्नुपर्छ। भाटा हान्नुहुन्छ सर? भाटा हान्नुहुन्छ? हजुर सर, हामीले पहिला आउने खाएको सर 40-50 भाटा यत्रो पाइपले खाएको होइन। लाखौं वर्ष दुर्व्यसनीको कारण सुधार गृहमा पुगेका उनीहरू विभिन्न रोगका शिकार भएका छन्। 4 वर्षदेखि बन्द कोठामा थुनेका वृद्ध व्यक्तिहरू पनि यही थिए। पाइल्स भएर रगतको आहाल हुँदा समेत उपचार नपाएर छटपटिएका उनीहरूको पीडा हृदय विदारक थियो। होइन हजुर, म यो कोठामा बसेको 4 वर्ष भयो। यो कोठाको हिस्ट्री हेर्नुहोस्। यो खानी तन्ना, यो भात खानी तन्ना, यो यहाँ ओछ्याएर भात खानी हजुर पहिला सुरुमा यहाँ लाइन बसेर यो रुममा 25 जनासम्म सुत्यौँ हामी हजुर। म्याट्रेस त्यहाँ छ, त्यो भुइँमा ओछ्याउने, यस्तामा बसेर खाने हो, यस्तामा बसेर खाने हो, खाजा खानी, चिउरा खानी, उयो पत्रिकामा ओछ्याएर, यो पत्रिका ओछ्याएर हजुर खाजा खानाले एक मुठे चिउरा चिउरा। मेरो त के हो थाहै छैन। परिवार भेट्नु भएको छैन? छैन नि, 15 महिना भइसक्यो, 16 महिना लाग्दैछ अहिले। मुटु सम्बन्धीको समस्या, फोक्सो सम्बन्धीको समस्या छ। म जान्छु र त्यसपछि भन्दा पनि परिवारले भन्दैन हामी मेसेसँग सम्पर्कै हुनु हुँदैन, उहाँ अब चाहिँ हामी भुताको चाया बस्नुपर्छ। उपचार पाउँदैन होइन यसरी बसेको यो घाउ पुरा यस्तो लाउनु पर्छ, घरबाट केही सामान आउँदैन। बिर्जु सर खुट्टा देखाउनु, खुट्टा मेरो 36 महिना भयो, 36 महिना मेरो चल्दैछ। यस्तो समस्या छ। अनि मेरो घर परिवारसित भेटघाट कसैसित छैन। मेरो श्रीमती छोराछोरी के भयो कसो भयो कसै त थाहा छैन। फोन गरेर भन्दाखेरि सम्पर्क विभिन्न छ, कोही छैन तिम्रो भन्छ, बोल्न दिन्न। ल्याउनु अब कसो गरेर ल्याउनु हड्डी दुखेर सुत्न नभएर राति चिसो यस्ता बोल्ने केटा हेर्नुहोस् सर। रवि सर यस्ता उडेर बस्ने, यस्ता उडेर सुत्ने, यो झाडामा न घाम देख्नु छ न केही देख्नु छ हेर्नुहोस् त। केही छैन, हामी छौँ। हामी अब तपाईँहरूलाई उद्धार गर्न भनेर धन्यवाद। मैले सपना देखेको थिएँ तपाईँलाई, म एक दिन यहाँ निक्लिन्छु अनि तपाईँ कहाँ गएर म तपाईँको भेट गर्छु अनि मेरो आशा थियो सर, मेरो आशा पुरा भयो। धन्यवाद धन्यवाद। तर यसका सञ्चालक सन्तोष घिमिरे यो मान्न तयार थिएनन्। आफ्नो सुधार केन्द्र मापदण्ड अनुरूपै चलेकाले गृह मन्त्रालयले अनुगमन गरेर प्रमाणपत्र दिएको दावी गर्दै थिए। तर सुधार केन्द्रको वातावरण र पीडितको अनुभवले त्यो कतै देखाएको थिएन। तपाईँको डाक्टर को आउँछ यहाँ चेक गर्न, तपाईँको होला नि त मापदण्ड होला नि यहाँ, अनुगमन कसरी हुन्छ, तपाईँको कासेसहरू कसरी लिनुहुन्छ, मेटेरियल के हो, अनुगमन गरेर मलाई पत्र दिनु भएको छ। उहाँलाई नि खोज्नु पर्ने। सञ्चालकले स्वीकार नगरे पनि सुधार केन्द्रका इन्चार्ज समीप मल्लले अमानवीय घटना भएको यसरी स्वीकार गरेका छन्। यो हेर्नुहोस्। त्यो बिचको पछिको कुराहरू चाहिँ जस्तो एकजनाले भन्यो नि, त्यो टोइलेटको कुरा, त्यो चाहिँ एकजना पहिला यहाँ बसेको थियो, उसले चाहिँ त्यो गरेको हो, उसले चाहिँ हो। गलत काम के भएको थियो त्यो भन्नु नि त ल। एउटा चाहिँ हो, त्यो चाहिँ के हो त्यो चाहिँ? त्यो टोइलेटमा त्यो जुन पिसाबको कुरा गऱ्यो नि, पिसाब के गराएको? पिसाब उनीहरूले पिसाब फेर्ने ठाउँमा खुवायो गऱ्यो भनेर के गरायो? पिसाब खुवायो कि पिसाब चटायो टोलीले छापा मार्दै गर्दा सञ्चालक घिमिरेले कुनै व्यक्तिलाई फोन गर्दै कुरा मिलाइदिन लगाउँदै थिए। यो हेर्नुहोस्। ए अङ्कल, अनि त्यही त नि अलिकति यहाँ हुन्छ, मलाई यसो सहयोग गरिदिनु पर्यो अङ्कल। उनले पटक पटक सुधार केन्द्र ठिकठाक चलेको, सबै परिवारलाई भेट्न दिएको दावी गरे पनि अभिभावकका अघि बोल्न सकेनन् र अन्तमा कर्मचारीले केही गल्ती गरेको हुन सक्ने भन्दै गल्ती स्वीकार गरे। मैले जे गर्नु म यति नै छु। के गर्नुपर्छ भने के हजुर होइन जेलमा थुनेर आएको मान्छेलाई पिसाब फेर्ने ठाउँ त्यहाँ हो, खाने ठाउँ त्यहाँ हो,
मैले हजुरले भनेको कुरो सबै सुन्छु। सुन्नु न, मलाई मौका बोल्न त दिनु न सर प्लिज। एक दिन उहाँहरू बसेर बस्न सक्नुहुन्छ तपाईँ? सर म भनौँ, म 7 वर्ष रियाभित्र बसेको मान्छे हो म पनि। त्यही पाप अहिले यो अर्कालाई देखाएको होइन सर, म पनि बसेको, म सुधरेको महापापी मान्छे। यस्तो पापी गरे जिन्दगी देखाएको कर्मचारी जुन पनि अब म्यानेजमेन्टबाट त्यो जुनसुकै गल्ती भयो, म सञ्चालकको हैसियतले मैले माफी माग्छु सबैसँग। अब यसमा मैले जे बिहोर्नुपर्छ म बिहोर्छु, कानुन सम्मत हुने कुरा पनि म बिहोर्छु। प्लस अब यसमा चाहिँ कानुन सम्मत सबै छानबिन होस्, कसैलाई त्यस्तो भएको छ भने पनि छानबिन होस् र निष्पक्ष छानबिन होस्, म त्यही चाहन्छु। यस लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सञ्चालक सन्तोष घिमिरे र इन्चार्ज समीप मल्ललाई नियन्त्रणमा लियो।